Hello everyone, welcome to our channel. अनि हाम्रो च्यानलको नाम हो KBDR. KBDR को फुल फर्म छ कुछ भी देखियो यार। भन्नुको मतलब नेपालीमा अब सबैले बुझ्नुहुन्छ नेपाली हिन्दी ज्यादा चाहिँ हैन। आउनुहोस् हेर्नुहोस् सबै कुरो हाम्रो कृषिको बारेमा छ। सुरुवात हाम्रो च्याउ र मखनाबाट हुँदैछ। मखनामा पनि जानेछौँ हामी, देखाउनेछु तपाईहरुलाई। अहिले हाम्रो यो हुँदै गरेको च्याउमा हेर्नुहोस् है, आउनुहोस् यहाँ आउनुहुन्छ मेरो आफ्नो एकदम भतिजो, हाम्रो एकदम पार्टनरशिप भतिजो। ओके अनि भनेको अब हेर्नुहोस् अब अनि उहाँ हुनुहुन्छ हाम्रो अस्ति पनि तपाईहरुले हेर्नु भएको हो। अनि हामी फेरि ब्याक भएको छौँ। उहाँ हुनुहुन्छ हाम्रो मास्टर, हाम्रो च्याउको एकदम मास्टर उहाँ नै हो। ल आउनुहोस्। अब भित्र तपाईहरुलाई हामीले कतिसम्म गर्यौं भनेर देखाउने छु, आउनुहोस्। यो हामीले कति दिन भयो भने लगाएको 2 दिन 3 दिनमा ट्यापसम्म पुग्दैछौँ। यहाँदेखि कतिवटा लाइन छ भने हाम्रो सिधा हेर्नुहोस् रेडी हुँदैछ। अब हेर्नुहोस् त, हेर्दै हेर्दै अब चाँडै रेडी हुनेछ। अर्गानिक कुरो सबैजनामा लिनु पाउनुहुनेछ। यसको भनेको तपाईहरुलाई अब एकदम प्याकिङ भएर 1 2 3 4 5 6 लास्ट टाइम मैले भनेको थिएँ नि 6 लेयर। यो 6 लेयरमा चाहिँ सबै एकदम यहाँदेखि अब बन्दै जान्छ। 20 देखि 22 दिनसम्म हामी खानु एकदम सक्छौँ, यहाँनिर रेडी हुन्छौँ खानुको लागि। सो यो जुन अहिले देखाइरहेको छ यसको रिजल्ट चाहिँ एकदम राम्रो आइरहेको छ। हेर्नुहोस् यसको रिजल्टलाई यसरी बुझ्नुहुन्छ। जब सेतो एकदम यो फिजिने यो लाइनको छ नि, सेतो सेतो देखिरहनु भएको सबै एकदम यही हो हाम्रो बिचन चाहिँ यही छ। सो तपाईहरुले यही तरिका हो लाउनु पर्ने। अहिले गरम छ ज्यादा, अब वेदर हेरेर हुन्छ, धेरै कम्साउनु हुँदैन। हावा जाली लगाएको छौँ एकदम नराम्रो किराहरू कीटाणु नपसोस् भनेर स्प्रे पनि गर्छौँ। र तपाईहरुको च्याउ हाम्रो च्याउ अर्गानिक्स एकदम बनिँदैछ रेडी। तपाईहरुलाई मैले पहिला पनि भनेको छु हामी कुन जग्गामा छौँ भनेर, नेपालको। र तपाईहरु जहाँदेखि हुनुहुन्छ हाम्रो फेरि रिक्वेस्ट छ फलोमा एकदम फलो लिनुहोस्। तपाईहरुले पनि कुछ जान्नु हुनेछ केही कुराहरू अर्गानिक एकदम एग्रिकल्चर कृषिको बारेमा। यो कृषिलाई हामी लिएर अघि बढाउँदै जाँदैछौँ हाम्रो नेपालमा। अनि सानो कुरो के भने हामीलाई धेरै आशा पनि छ हाम्रो नेपाल अहिलेको नयाँ सरकारदेखि। र हामी हेरौँ कतिको सहयोग पाइन्छ उहाँहरूदेखि। एकदम हामी बढाएर जाने हो, कृषिको हो, हामी एकदम अर्गानिक कुरो निकाल्ने हो हाम्रो नेपालमा। र हाम्रो नेपालमा र सबैजनालाई एकदम हामी अर्गानिक कुरो दिने हो। र प्लिज फलो एन्ड लाइक एन्ड कमेन्ट्स। तपाईहरुको जस्तो कमेन्ट दिनुहुन्छ हामी तपाईहरुलाई पनि फर्काउने छौँ। तपाईहरुको क्वेसन यदि कुनै छ भने हामीसँग राख्न सक्नुहुनेछ। र सब्स्क्राइब गरिदिनुहोस्। र अब यहाँ अघि देखाइरहेको छु मेरो भतिज र यहाँ हाम्रो मास्टर भाइले बनाउँदै गरेको। अनि यहाँ बनिरहेको छ। अब यसलाई झुन्डाउनु छ फेरि सेम त्यही खालको गरेर झुन्डाएर एकदम यसलाई चाहिँ हामी माथिसम्म देखिरहनु भएको छ नि, खाली यो डोरीहरू जालीटा देखिरहनु भएको होला, उहाँसम्म पुग्नु पर्ने हुन्छ। सो अब हामी अलमोस्ट यो एउटा हाम्रो टनल चाहिँ त्यो यसलाई टनल भन्छ होइन च्याउको लागि। सो हामी यसलाई एकदम कम्प्लिट गर्ने, चाँडै कम्प्लिट गर्ने कोसिस गर्दैछौँ। सो एभ्री न्यू अपडेट जसरी मैले भनेको छु लास्ट टाइम फेरि पनि भन्दछु, सबै न्यू अपडेट म ल्याउँदै आउनेछु। र अरू हाम्रो कृषि बारेमा पनि तपाईहरुसँग एकदम नयाँ नयाँ भिडियो नयाँ नयाँ कृषिको बारेमा हामी लिएर आउनेछौँ। हस् त अब छुट्टिन्छौँ। थ्याङ्क यू सो मच।